सम्पूर्ण कागजहरू तयारी भइसक्यो र अब तपाईले सिग्नेचर गरिदिनु पर्ने, तपाईले शनाखत गरिदिनु पर्ने अनि भइहाल्छ भन्ने कुराहरू छ। अहिले त्यसै त सही नै गर्दैन। मैले भनिसकेँ, मलाई छोडिसकेपछि मैले म उहाँ पनि भन्नु सकिन्छ हो, म भन्नु त होइन। मेरो त्यता दुःख छ तपाईँको थाहा छैन। झापा थानामा कति मैले कति रात बसेको छु। उसले थुना उसको बुढोसँग मलाई थुना गरेको थियो। जुन यो खडबा छ नि फुटाएर एक कोर फुटाएर नातासिकन सुनसाम गरेर लिएर हान्ने मान्छे त्यो बुढीलाई लिएर आसाम भागो। यसको बुढीलाई आसाम लिएर भागो। आसाममा बोकाका बेलतलमा अलिपुर दिमापुरमा बस्यो। बसेर फेरि नसकेर उहाँ मरो फेरि तर पैसाको लागि तर जेहोस् पछि शनाखत गरिदिने हुनुभयो तपाईँ, तर नहुने भयो छोराले। छोराकोबाट चाहिँ नहुने भएर चाहिँ नभए तपाईँ जे होस् तपाईँको शनाखतले हुन्छ भने तपाईँ आफ्नो तर्फबाट शनाखत गर्नुहुन्छ। तपाईको नाम चाहिँ के बुबा? मुन्सी हेम्ब्रम नि। यो बुवा त्यहाँ आमाको बारेमा चाहिँ कुरा गर्नु पर्दाखेरि आमाको नागरिकता छैन रहेछ होइन। नागरिकता बनाउने कोसिसहरू हामीले गरिरहेका छौँ त्यहाँ सीतापुरीको युवाहरू मिलेर अनि हामी सबैजना मिलेर। अनि बिचमा सम्पूर्ण कागजहरू तयारी भइसक्यो र अब तपाईले सिग्नेचर गरिदिनु पर्ने, तपाईले शनाखत गरिदिनु पर्ने अनि भइहाल्छ भन्ने कुराहरू छ। तपाईँ चाहिँ त्यो शनाखत गर्न मान्नु हुँदै छैन अरे तपाईँले चाहिँ किन बुवा? तर मेरोसँग उसले अर्कोसँग गइसकेपछि त कसरी मैले चाहिँ गर्ने? तपाईँको श्रीमती मेरो छोडेर अर्कोतिर गएपछि तपाईँको सही गर्ने मिल्छ? अब मेरो त अर्को बुढी आइसक्यो, उसैको नागरिकता छ, उसको त्यही नामले मैले गरिदिएको छ। अब मेरो छोडिसकेपछि हामीलाई किन गर्नु? अरू केही डर त होइन नि? भोलि यसले अंश माग्ला मैले नाता बनाइदिएपछि भन्ने त होइन नि बुवा? नानीहरू हल्ला नगर्नु ल, त्यस्तो त होइन नि बुवा? डर त अंश फुटाउला। मैले पनि त अब त्यहाँ सही गर्नु उहाँ त अदालतमा त भन्नु पर्यो नि। मेरो मेरो अर्कोसँग गएको सही गरिदिन्छ न, त्यस्तो अप्ठ्यारो पर्दैन बुवा? तपाईँलाई अप्ठ्यारो पर्छ कि हुँदैन? छोरा छ, ऊ छोराले गरेर हुँदैन अरे भन्दै भन्नुले पऱ्यो नि एउटा। के गर्नु त? मैले त अब सही गर्नु मिल्दैन नि। मैले त सबै थाहा साथ भइसकेको छ। अहिले भएको छ अब कति साल होइन बुवा? रुमाल लिएर 34-35 सालको छोडेको छ अथवा म अर्को बुढी लिएर पनि नगरेपछि मेरोसँग गर्थ्यो। आसाम गयो, कति वर्ष बस्यो आसाममा। अब कति वर्ष होइन उसले म गएको थियो छोरा लिनु, मेरो छेउमै आएन। अब मर्ने आँटेको थियो। बिहे गरेर चाहिँ आसामतिर गएका आमा चाहिँ उसले उता उसको बुढो पनि उता लगेर गयो नि त आसामतिर। त्यहाँ गएर मैले यहाँबाट चिठी पठाएँ, तेरो छोरा यस्तो यस्तो छ, तर मैले लिनु गएको झन् मरेन। त्यसै गर्दा मैले गएर ल्यायो। अहिलेसम्म जिउँदा त नभए उहाँ त मरिसकेको थियो। त्यसै गर्दा मैले उहाँबाट लिएर ल्यायो। अब अहिले उनीहरू के भयो एउटा सानो अहिले भएको छ नि, ल जा त। अब उताबाट मैले यो एउटा हिजो अस्ति मरेको नि, त्यही पनि मैले भने जाउँ हाम्रो। अब म उतै लान्छु, उतै म पढाउँछु, उतै तिमीले के गर्नुपर्छ बिहे गरिदिन्छु भनेपछि उसले मानेन। आमासँग गएका हो। उसले के भने, दाजुभाइ के भने, तेरो बाबुआमा त्यही हो, मेरो आमा मेरो बाबुआमा यही हो, म यही पाल्छु भनेर उसले आएन। जब त्यहाँ आन्दोलन भयो त्यति बेला उनीहरू के भएर आयो। उसको बुढो पनि
मर के गरे यता आएपछि मेरो त्यसो त कसले गर्छ भन्नु त तपाईँहरू पनि मिल्छ छोडिसकेपछि त्यो मेरो बुढी त होइन त पहिले त मेरो बुढी मिल्छ तर अर्कोसँग गएपछि मेरो बुढी मिल्छ उसको बुढो हुँदा हाम्रो यहाँ आएर यो नृत्य बनाएको उसले बुढो उसको बुढो मान्छ मलाई मार्दैन अहिले चाहिँ उतापट्टिको त्यो कान्छो बुढो चाहिँ मरिसक्यो कि जिउँदै के गरे त मैले थाहा छैन तपाईँलाई थाहा छ अनि बुवा यस्तो नि अब आमा पनि अब लगभग 80 वर्ष पुग्नुभयो अब मर्ने बेला भइदिए गयो कमसेकम यो बेला अब उहाँलाई यसो पाल्ने लालन पालन गर्ने पनि त्यस्तो टुङ्गो लागेको कोही पनि छैन अनि तपाईँले नायर त आमा यसो शनाखत गरिदिनु भयो भने यसो महिनामा 3-4 हजार पनि वृद्ध भत्ता पाउनुहुन्छ आफ्नो जिन्दगी राम्ररी होला छोरै छैन उसको मलाई त भन्नुहोस् न मरिगयो मेरो बाउ सही हो त अब के गर्ने मैले त्यसै त सही नै गर्दैन मैले भनिसकेँ मैले छोडिसकेपछि मैले म उहाँ पनि भन्नु सकिन्छु नभन्नु त होइन मेरो त्यता दुःख छ तपाईँको थाहा छैन झापाथानामा कति मैले कति रात बसेको छु उसले थुना उसको बुढोसँग मलाई थुना गरेको थियो त्यसैमा त मैले सनुगत गर्ने भन्नुहोस् रिस उठ्दैन तपाईँहरू पनि अब गइसकेपछि तपाईँको बुढी निस्किन्छ तपाईँको रिस उठ्दैन त्यति सालमा आएर तपाईँको नोकरी त मलाई बनाइदिन्छ भन्नु नि त्यो त बुझ्नुहोस् न सबै समाज पनि सरकार पनि भन्नुहोस् अब त्यस्तो मान्छे कसको नोकरी त बनाएको छ भन्नु त बनाएको छ यस्तो बुवा अब कानुनी हिसाबमा तपाईँले बनाइदिनु पर्छ भन्ने बाध्यता छैन तपाईँलाई छैन मलाई अब मेरो बुढी गइसकेपछि छैन कसरी हुन्छ उसको बहिनी त उसको त हुँदैन अब उसको मानुसँगै हिँडेको मान्छे होइन यस्तो एउटा मानवताको नाताले अब यो वृद्ध अवस्थामा राज्यबाट पाउने सुख सुविधा चाहिँ पाउन्न त भनेर एउटा भित्री मनले मानवताको नाताले चाहिँ गरिदिन सक्नुहुन्छ नि म त ऊ छोरा छ उसले गरिदिन्छ मैले दुःख खाएको कति दुःख खाएको म थाहा छ तपाईँले भन्नु अहिले त देखाउँदैछ मैले यसो मेरो बुढो देखाएर हुन्छ नगएपछि त हुँदैन नि अब उता आसाम कति साल वर्ष कति के गरेर आयो यहाँ छोरीकोमा बुढी भएपछि त अब यहाँ आएपछि त मेरो बुढो भन्नु सकिन्छ होइन भन्दा त मिल्दैन नि भनेपछि आफ्नो त्यो मानवताको नाताले सबै जे अब उसले त भन्छ नि मैले पनि त बुढी थिएन भने म अब उसको गरेपछि मैले त बुढी गरेको छु अब देख्ने मान्छे त भन्छ नि हुँदैन मतलब छैन हामीलाई मैले चाहिँ बुझ्न आएको के चाहिँ रहेछ सरकारको कानुन छ पनि कानुन जेतै भए पनि कानुनमा त मेरो हुँदैन नि तर उसले गल्ती गरेको हो त्यसो रहेछ मलाई पनि कुरा थाहा किनभने मेरै छिमेकीको मान्छे उसले हामीलाई जुन यो खडबा छ नि फुटाएर एक कोर फुटाएर नातासिकन सुनसाम गरेर हाल्ने मान्छे त्यो बुढीलाई लिएर आसाम भागो यसको बुढीलाई आसाम लिएर भागो आसाममा बोकाका बेलतलमा अलिपुर दिमापुरमा बस्यो बसेर फेरि नसकेर उहाँ मरो फेरि समाजमा के कुरा छ बनाउन उसको बुढोले सनाखत गरिदिनु मान्दैन के खालको त्यो मान्छे भन्ने खालको कुराहरू भइरहेछ अनि त्यो कुरा त अब देखाउनु पर्यो सबैले मान्छेले त तपाईँले नराम्रो भनिरहेछ होइन त्यही त यो वास्तविकता त समाजलाई मैले पनि त बुढबाक मान्छे त होइन नि म पनि बुद्धिमान थिएँ हो मैले किन बनाउनु त बनाउने थिएँ मैले कति दुःख खाएको तपाईँको दुःख खाएको मान्छे तपाईँको मान्छ तपाईँ यत्रो दुःख खायो खायो त्यसो मान्छ
म त बस्ने राख्ने मैले घर जमाइ मान्छे हो उसको घरबाट मैले निकालिदिएको छु हुन्छ बुवा तपाईँसँग त्यति बुझ्न मात्रै आएको छ के रहेछ हुन्छ हवस् बुझ्न चाहिँ आएको किन के रहेछ कति साल भयो तपाईँहरू बुझ्नुहोस् त्यो पनि हो छोरो चाहिँ अहिले छैन नि बुवा छ छोरो किन छ यो बुहारी अध्यक्षज्यूले के भन्नुहुन्छ उहाँले के भन्नु भने तपाईँहरू बेकारमा यसरी किन मैले भने होइन तपाईँहरूले नै अगाडि बढाइदिनु भने हामी त के जानु अनि त्यहाँ हाम्रो चर्काचर्की भयो अध्यक्ष भने यो तिमीले ज्यान क्यास लाग्छ नि फेरि पछि क्यास लागेर लाग्छ तर मेरो आमाको यो चाहिँ यतिकै तपाईँको विचार चाहिँ के आमाको नागरिकता बनाउनु पर्छ भन्ने हो कि बनाउनु हुँदैन भन्ने तपाईँको छ अब मेरो विचार त अब बनाउँदा के हुन्छ बनाउने नि बनाउनु त बनिन्छ भने होइन त्यो वार्ड कार्यालयमा चाहिँ तपाईँको के कुरा अब किन चाहिँ बनेन भन्ने चाहिँ कुरा गरौँ उनीहरूले के अब तिम्रोबाट चाहिँ हुँदैन बाउको सनखत अनि तपाईँले त्यहाँ भन्नु भएन कि हाम्रो आमा चाहिँ पहिला गइसक्नु भएको भन्ने कुराहरू गर्नुभयो सबै भनिसकेको यहाँ पनि अब जाँच गर्न आएको थिएँ वार्ड कार्यालयबाट यहाँ सबै जाँचेर लगेर अनि सही सबै भइसकेको छ भइसकेर पनि अनि मैले उहाँ जनसङ्ख्या कार्डमा पनि चढाइसकेको छु जनसङ्ख्यामा चढाइसकेपछि अनि पछाडि त्यही नभएर मैले पनि अब नबनिने मेरो हातबाट नभएको छ त के गर्नु त्यो अवस्थाले गर्दाखेरि मैले बुवाकै शनाखत चाहिने पहिला एकचोटि त तपाईँले अनि 10,000 दियो भने म शनाखत गरिदिन्छु भन्ने कुराहरू पनि गर्नुभएको थियो अरे त्यतिखेर त पहिला मान्नु हुँदै थिएन अरे शनाखत गर्न त्यो त मैले तर पैसाको लागि तर जे होस् पछि शनाखत गरिदिने हुनुभयो तपाईँ तर नहुने भयो छोराकोबाट चाहिँ नहुने भएर चाहिँ स्थगित नभए तपाईँ जे होस् तपाईँको शनाखतले हुन्छ भने तपाईँ आफ्नो तर्फबाट शनाखत गर्नुहुन्छ ठिकै छ त्यही भएर अहिलेसम्म बनिएको पनि छैन र खोइ अब वार्ड कार्यालयबाट नहुने भएपछि त अब जिल्लामा अब बुवाले शनाखत गर्नुहुन्न किनभने उहाँले भन्नुहुन्छ पहिला गइसकेको र उहाँलाई बाध्यता पनि छैन जबरजस्ती गराउने कुरा पनि छैन तपाईँबाट हुन्छ भने चाहिँ भोलि शनाखत गर्नुहुन्छ नि तपाईँ दर्शकबिन सतार्नी बजु भनेर चिनिने नागरिकताविहीन एक 80 वर्षीय वृद्ध आमा जो आमाको नागरिकता प्रक्रियाको निमित्त कमल गाउँपालिका वडा नम्बर 5 सीतापुरीका युवाहरू विगत वर्षदेखि लागि परेका छन् तर नागरिकताको निमित्त उहाँ आमाको श्रीमानको शनाखत चाहिने तर श्रीमानले भने शनाखत गर्न नमानेको भन्ने कुराहरू सुनेपछि आज म के हो त भनेर बुझ्नको लागि म यहाँ आएको छु र उक्त विषयमा उहाँ नागरिकताविहीन आमाको श्रीमान र जेठा छोराको भनाइहरू पनि मैले तपाईहरु सामु राखिसकेको छु भने दर्शकबिन यसै विषयमा आगामी दिनहरुमा अन्य भिडियोहरू पनि ल्याउनु छु भन्दै आजको भिडियोबाट म बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।